हेलो गाइज गुड मर्निङ है। आज चाहिँ म कटारीमा घुम्न गइरहेको छु क्या। कटारीमा कहाँ कहाँ घुम्ने ठाउँ छ त्यो सोध्दै सोध्दै जान लाग्यो क्या। घुम्ने ठाउँ त थाहा छैन है, त्यही पनि सोध्दै सोध्दै टक्क जानेछु है। टक्क जुत्तामा टक्क खुट्टामा जुत्ता लाएर है गाइज निस्किन लाग्यो है। त्यो गाइज है गोला पार्कमा आइरहेको छ। यता चाहिँ अस्ति गएको थिएँ, त्योभन्दा अगाडि घुम्नलाई। आज चाहिँ यता जानुपर्छ है गाइज। यता सिधै यता जाऊँ है। यो ठाउँबाट सिधै आएपछि यस्तो ठाउँ पुग्ने रहेछ है। सिधा सिधा चाहिँ कहाँ पुगिन्छ गाइज। सिधै जाने आज चाहिँ। हेलो गाइज यार, म चाहिँ सिधै आएको है। आउनु त सिधै आएको, तर कहाँ आइपुग्यो त्यो पनि थाहा छैन क्या। तर यस्तो प्लेसमा आइरहेको थिएँ क्या। मौसम चाहिँ च्यालेन्जिङ छ क्या। गाइज यहाँदेखि चाहिँ गाईघाट धरान नेपाल टार जाँदो रहेछ है। आउनु त आएको कुन ठाउँ आयो भनेर त यहाँ जाने बाटो है। त्यही पनि हामी चाहिँ सिधै जानेछौँ है गाइज। गाइज टावा पुल वाह एडमिसन। गाइज चाहिँ टावा पुल है। टावा पुल आइसकेको छ। यहाँबाट पनि सिधै जानु लागेको है। त्यो गाइज है पर सिधै आएको, सिधा बाटो आज चाहिन्छ क्या। सिधा बाटो सिधै आएको यार। यो ठाउँ आइपुग्यो कि यहाँबाट धरान गाईघाट जाँदो रहेछ। यता चाहिँ लहान मेचैया भन्ने है। गाइज कता जाऊँ त? यता लहानतिरै जाऊँ है गाइज। यहाँ चाहिँ हाम्रो नेपाल मगर सङ्घ कटारी नगर रहेछ है। धरानतिरै जाऊँ। धरान भन्दा के भन्छ, लहानतिरै जाऊँ न त। कस्तो चाहिँ बाटो रहेछ लहानको है गाइज। अनि घुम्ने ठाउँ कहाँ कहाँ रहेछ यसको, यतै जाऊँ न त। अनि गाइज यार पब्लिकमा किन भिडियो बनाउँदैन भनेर सोच्नु भएको होला यार। मेरो मोबाइलको हालत पनि एकदमै बिग्रेको छ गाइज। अनि पब्लिकको अगाडि बोल्नु पनि पुरै डर लाग्छ क्या मलाई। डर भन्दा पनि लाज लाग्छ। त्यही भएर मात्रै हो गाइज। गाइज चाहिँ म यस्तो ठाउँमा आएको छु है गाइज। आज चाहिँ ल यस्तो छ है। यहाँ माथि भनेको आर्मी ब्यारेक रहेछ क्या। यो ब्यारेक के भन्छ नि, आर्मीहरूको बस्ने ठाउँ यहाँ चाहिँ। अनि यता चाहिँ टक्क यहाँ माथि चाहिँ एउटा घुम्ने लायकको ठाउँ छ जस्तो चाहिँ छ है, तर हो कि होइन। गाइज है मैले भनेको थिएँ त यहाँ माथि चाहिँ एउटा घुम्ने लायकको ठाउँ रहेछ भनेको है। त्यो ठाउँमा चाहिँ आइसकेको छु है गाइज। हेर्नु के रहेछ, जानु त मिल्छ होला है गाइज। हेर्दा चाहिँ बेस्ट। यो चाहिँ तामाङहरूको होला सायद। यसो दर्शन गरेर जाऊँ न त है माथि गएर। त्यो चाहिँ सायद गुम्बा होला है। भित्र आएको गाइज, भित्र त्यस्तो छ क्या यार। पुरै क्या सरर हावा आइरहेको छ है। यो भित्र के छ त्यो चाहिँ थाहा भएन मलाई, बट बाहिर चाहिँ साह्रै उयो छ कि हावा पनि मस्त आइरहेछ है। पुरै फ्रेस बनाइदिनेवाला क्या। यहाँ चाहिँ यस्तो यस्तो रहेछ। रातिको लागि लाइट पनि रहेछ है। यस्तो ठाउँमा आएपछि पुरै हजारौँ थटहरू आइपुग्छ क्या। पुरै टेन्सनै टेन्सन। गाइस यो चाहिँ के रहेछ है, यो घुमाउनु मिल्छ त?
ओ गाइज घुमाउनु मिल्ने रहेछ यार। ओइच क्या खतरा रहेछ त घुमाइदिने ठाउँ त। त्यस्तो ऊ चाहिँ राम्रो चाहिँ होइन, तर यहाँ सांस्कृतिक धर्मावलम्बीहरू भएको कारणले राम्रै मानिन्छ है, राम्रै छ होला जस्तो लाग्छ मलाई चाहिँ। तपाईँहरू पनि आउनु सक्नुहुन्छ। शुभलाल तामाङ अरे यो चाहिँ के को रहेछ क्या यस्तो है। सब घुमाएर जाऊँ न यार, घुमाउनु मजा आउँदो रहेछ जे होस् केही नभए पनि। हावा पनि मस्त आइरहेछ। निस्क्यौँ होला गाई चाहिँ, रात पनि पर्नु लागेछ। किरात राई योङख्याङ भन्ने चाहिँ माथि रहेछ 300 मिटर माथि गाइज। 300 मिटर माथि चाहिँ हाम्रो किरातहरूको साकेला रहेछ के। ओ भाइ यो त च्यानै च्यान छ त गाइज। यसलाई चाहिँ च्यान भन्छ है हाम्रो भाषामा चाहिँ। हो बढे फर्किनु, यहाँ चाहिँ मान्छे मरेर पुरेको गाडेको होइन, घर बनाइदिएको है यो चाहिँ, यसलाई च्यान भन्छ। अब भरे फर्किँदाखेरि रातभर भन्दा म त पुरै मर्छु त नि यार, म त पुरै डर लाग्छ क्या यार गाइज। यहाँ पनि रहेछ ओइत्तेरी, यहाँ त च्यानै च्यान रहेछ कि गाइज। म चाहिँ साकेला आइसकेको छु, तर अलिक गेट लागेको रहेछ क्या, खै ढिलो भएर हो कि गेट जहिले लाउँछ थाहा भएन। त्यही भएर बाहिरै घुमेर जानु लागेको छु है। पुरै डिप्रेसन हुन्छ त गाइज। डिप्रेसन चाहिँ हट्दो रहेछ क्या ठाउँ आएपछि, जे होस् डिप्रेसनहरू हट्छ। स्वच्छ हावा सरर फ्रेस बनाइन्छ गाइज चाहिँ। कोठामा गुम्म परेर बसिरहेको मान्छेलाई यहाँ आउँदा चाहिँ बेस्ट है गाइज। मलाई पुरै कराउनु मन लागिरहेको छ है गाइज। यो तरिकाले गाइज है मान्छेले सुन भने चाहिँ दिएको भने चाहिँ मलाई पागल भन्छ होला। आफै मोबाइल बोकेर कराउँदै हिँडिरहेछ भन्छ होला गाइज है। गाइज रात पनि पर्न लागेछ। कति बज्यो भन्दाखेरि 6:48 भएछ गाइज है। अब जानुपर्छ जस्तो छ गाइज, कुनै बेला आउला फेरि गाइज। यार धेरै रात पनि परिसक्यो है, रात पनि पर्न लाग्यो। रुम जाँदा रात पर्छ होला गाइज। अहिले चाहिँ म क्यामेरा अफ गर्न लाग्यो के। अब यहाँ अघिदेखि नै हाल्नुभयो है, धेरै मरेको मान्छेहरू पुरेको ठाउँ च्यानहरू थियो। अहिले ढिलो गऱ्यो भने मलाई सकाउँछ फेरि, त्यही हेरेर क्यामेरा मारेर कुद्न लागेको छु गाइज है। एक्लै छु क्या फेरि आज म गाइज।